यो किन ढ्याप ढ्याप गर्नुपर्छ त भने भन्नु न किन यो ढ्याप ढ्याप भयो यो ढ्याप 1 लाख पुगिरहेछ यसरी नि ढ्याप पारेर सजिलो हुन्छ भनेर चिर्नलाई अपरेसन सक्सेस हुन्छ फेरि अरे पानी धेर भयो के हो दाजु यो पानी अनि पानी जति भयो होला उता यो भर्नु नै एल्छ भरेको रहेछ है पानी भर्नुलाई उता उदिएको अघि पानी चाहिँ भर्यो खै त्यहाँ चोको भरेको छैन अहिलेसम्म बाँकी नै छ बाँकी छ कन्टेन्ट बनाउन सक्यो कन्टेन्टमा मान्छेहरू रोल्टी चाहिँ आउँछ होला नि त कर तिर्नु पर्यो नि परेन त कान्छ होइन साइड नबोल्ने मान्छे चाहिँ फत्साइ भन्दै भन्छ रोल्टीको कुरा नगर्नु सक्यो उताको क्यामेरा म 13 सेकेन्ड 15 सेकेन्ड लाउँछु क्या 3 सेकेन्ड प्रत्येक भिडियो 3 सेकेन्डमा वार पार भयो नि अब अलिक थिचेर राँगा बनाउने तरिका यो गाइजहरू होइन अनि खुकुरी कस्तो छ खुकुरी त माल हो नि हौ यो गुरीको त चर्चा निकै भयो नि मैले यो खुकुरी त कति लाखले हेऱ्यो नि यो खुकुरी त हो 7 लाख यता अर्को भिडियो 3 कटिङ मात्र छ नि 10 लाखले हेऱ्यो कटिङ अनि राँगा त ठुलै रहेछ नि राँगालाई ठुलो छ नि दाजु मोबाइल यहाँ 13 छाउने मान्छे त कति हो कति नि खुकुरी तेर्साने चाहिँ एकजना होइन कन्टेन्ट फुट्लो है कन्टेन्ट औ भ्यार यस्तो गरेर तानेपछि दामी हुन्छ यो म त ब्याकग्राउन्ड म्युजिक राख्नु पर्यो भएन हो म्युजिक खतरा हाल्छ यता 4 लाख कै पल्टाउनु कान्छा ढिलो ढिलो बोल्छ एकदम घोडा बोल्छ नि हौ ल यता फ्यार्रै पार्नु फ्यार्रै गरेर तानेर यस्तो पल्टाइदिने होइन दामी हुन्छ डोकोमा होला है आन्द्राभरि यो हो नि त यो अनि उलान पर्दैन गोली मुखतिर पछि आउला ओ बनायो अरे यो चाहिँ राख्नु पर्यो के हो यो खोइ खोइ त भाडा छोप्नु चाहिन्छ क्या गाग्रो छोप्ने गाग्रो छोप्ने ल यो म टाउकोमा छोपिराख्छु टाउको छोपेको एउटा चित्रमा यहाँ आन्द्रा ओछाउने यता पल्टाउनुले एउटा यहाँ अप्ठ्यारो भएको उता पल्टाउनु गाडी आउँदैन 60 पैसा हो बाजे उता माथि माथि दुध उता उपस्थित बनाउनु हो त है या खुला पहिले खाने बेलुका बुटेर आनन्दले बसे प्लास्टिकमा लगेर जाने हो रिब्याक छुटाउनु पर्ने हुन्छ है मलाई बनाउनु चल बुझ्दैन थियो नि त रक्सी त्यस्तो हुन्छन् पुर्याउनु पर्छ घाँस काट्दा काट्दै आन्द्रा जानुपर्छ
ओइ ओह्रालो बनाइदिएर ल अनि जति गएर पनि बुझेर आउनु भ्याउँछ नि त ल के गर्नु त सबै घुम्ने किन मन पराउँछ म जान्छु भने त साइलो के गर्नु थालबोक्टहरू अब घरको थालबोक्ट पुग्दैन अब घरको त चलाउने मेरो त अर्कै डिपार्टमेन्ट हो पानी ल्याउनु पर्ला भयो भन है पानी जानु त